कोसिस गर्नेहरू एक दिन पक्कै सफल हुनेछन् भन्ने उदाहरण एकपटक फेरि रवि लामिछानेले पुष्टि गरिदिएका छन्। थाहा छैन कतिऔं पटकको कोसिस हो, तर यो पटक भने फाइनल्ली रविलाई जमानतमा रिहा गर्ने आदेश अदालतबाट आएको छ, तर शर्त नै शर्त राखेर। सहकारी ठगी प्रकरणमा लामो समयदेखि कारागारमा रहेका रासोपा सभापति रवि लामिछानेलाई आज भर्खरै मात्रै उच्च अदालत तुलसीपुरको बुटोल इजलासले बिगो र धरोटी बापतको रकम बैंक ग्यारेन्टी पेश गरेर मुद्दा पूर्वपक्षको लागि अगाडि बढाउन आदेश दिएको छ। अदालतको आदेश आए पनि लामिछाने आजै छुट्न सक्ने सम्भावना निकै कम छ, किनकि आज उच्चका न्यायाधीश द्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रविको भागमा पर्ने बिगो बराबरको रकम अर्थात् 2 करोड 74 लाख रुपियाँ जमानत बापत राखी र पछि मुद्दाको अन्तिम फैसला हुँदै गर्दा यदि त्योभन्दा बढी बिगो कायम हुन आए त्यो समेत तिर्ने शर्तमा रिहा गर्ने आदेश दिएको छ। तर अब यो आदेश उच्च अदालतको यो आदेश चाहिँ अब जिल्ला अदालत रूपन्देहीमा पुग्नु पर्नेछ अनि उक्त आदेश जिल्ला अदालत रूपन्देहीले नखु कारागारलाई पठाउनु पर्नेछ भने त्यसपछि नखु कारागारले रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि बल्ल उनी रिहाई हुनेछन्। यसरी यति लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले गर्दा उनी आजै छुट्ने सम्भावना निकै कम छ। सम्भवतः उनी भोलि रिहाई हुनेछ। अदालतले लामिछानेलाई रिहा गर्नुको मुख्य आधार निक्षेपकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई मानेको छ। लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट प्रवाह भएको रकम मध्ये आफ्नो भागमा पर्ने अर्थात् दामासही हुने बिगो बराबरको बैंक ग्यारेन्टी राखी आफूलाई रिहा गरी पाऊ भनी अदालतमा निवेदन दिएका थिए र अदालतको प्रतिवादीबाट बिगोको हकमा दामासाहीले हुने रकमको जमानत प्राप्त हुँदा बचतकर्ताको बिगो सुरक्षित हुने र निक्षेपकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चित नै पहिलो प्राथमिकता भएको ठहर आज अदालतले गरेको छ। लामिछानेले निवेदन साथ पेश गरेको 2 करोड 74 लाख 84 हजार रुपियाँको बैंक जमानत अर्थात् ग्यारेन्टीलाई अदालतले बिगोको हकमा सुरक्षित राख्ने आदेश दिएको छ। निक्षेपकर्ताको रकम सुरक्षित भइसकेको अवस्थामा थुनामै राखेर मुद्दा चलाउनु नपर्ने तर्कसहित अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71 बमोजिम उनलाई रिहा गर्ने निर्णय गरेको हो। तर अदालतले केही शर्तहरू पनि राखेको छ, जसमा उनले व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमण जानु परेमा अदालतलाई पूर्व जानकारी गराउनु पर्ने र यदि यो मुद्दाको अन्तिम फैसला हुँदा थप दायित्व सिर्जना भएमा सो रकम तिर्न बुझाउन मन्जुर हुने गरी कागज गराएर मात्र उनलाई थुनामुक्त गराउन आज अदालतको आदेशमा भनिएको छ। र अहिले रवि लामिछानेलाई धरोटीमा अथवा जमानतमा छाड्ने भन्ने समाचार बाहिर आएसँगै नखु कारागार बाहिर उनका समर्थकहरू ठूलो मात्रामा भेला भइसकेको अवस्था छ। तर आज अब अदालत बन्द भइसकेको कारणले गर्दाखेरि उनी आज नै छोड्न अलिकता अघि नै भने अलिकता सम्भव जस्तो देखिएको छैन। तर अब के हुन्छ त्यो बेलुकासम्म हेर्न भने बाँकी छ। जे भए पनि लामो समयपछि रवि लामिछाने थुनामुक्त हुने भएका छन्। जनजी आन्दोलनपछि उनलाई भेट्न नखु कारागारमा नेता कलाकार पत्रकारदेखि भिड लाग्ने गरेको थियो। फाइनली उनी अब जमानतमा बाहिर आउने भएको छन्। तर अर्को कुरा के छ भने उनको मुद्दा अझै पनि पर्सा जिल्ला अदालतमा बाँकी नै छ। उनी अहिले एउटा अदालतबाट बाहिर आए पनि बाँकी अदालतहरू पुनरावेदन भयो भने त्यसपछि फेरि के हुन्छ त्यो भने हेर्न बाँकी नै छ, किनकि रवि लामिछानेको मुद्दा 5 वटा जिल्ला अदालतमा छ, 5 वटा जिल्लामा छ र यो धेरै लामो र लम्बा प्रोसेस हो। र अब बाँकी अपडेट के हुन्छ दिँदै गर्नेछौँ।